एउटा स्टेसनरी खोलेको है साथीहरू। मैले 2 जना स्टाफ राखेको छु यता काम गर्दै। हिँड्नु पैसा आएको छ कि त्यो पैसाले मैले मेरो यो पुस्तक पसलमा कपीहरू चोरेर भाग्छु मैले अनि चाहो के गर्ने एउटा केटा छ मैले जे गरेँ के भन्दैन। टार्गेट चाहिँ 200 वटा भिडियो पोस्ट गर्ने थियो कति न सेलिब्रेटी जस्तो। हेलो साथीहरू नमस्कार गुड मर्निङ। अहिले बिहानको 10 बजेको छ 11 बजेको छ। म चाहिँ क्लासबाट आएँ एउटा यो पुस्तक पसलमा आएँ कि यति पुस्तक पसलमा मलाई बुक नकिने हुँदैन। दिदी हेर्नु त कस्तो भएको छ। अनि त्यसपछि त्यही भएर मैले चाहिँ राम्रो राम्रो किताबहरू यहाँबाट लैजान्छु अनि मैले कपीहरू पनि लैजान्छु। मैले फ्रीमा त लैजान्न नि। यहाँ मसँग यो यहाँ क्युआर छ यसमा पेमेन्ट गरेपछि मात्रै पाइन्छ नभए त मलाई कसले दिन्छ र है फ्रीमा यहाँ तपाईँले जति पनि बुकहरू देख्न सक्नुहुन्छ। के भनौँ कि के किताब छैन यहाँ तपाईँलाई चाहिन्छ भने म पठाइदिन्छु। फेरि यो किताब छ अनि त्यसपछि यहाँ हाम्रो बालेन्द्र शाहजी हुनुहुन्छ प्रधानमन्त्री अनि डेपी अर्याल हुनुहुन्छ सभामुख। अनि त्यसपछि यहाँ हुनुहुन्छ हाम्रो यो के भन्छन् हौ उहाँको नाम ठ्याक्कै बिर्स्यो क्या प्रशान्त तामाङ के हुनुहुन्छ। निलो प्रेम भन्ने बुक पनि थियो क्या यहाँ। यो निलो प्रेम बुक छ। तपाईँलाई डिस्टर्ब त भएको छैन। यहाँ हाम्रो मसालामा तिलक सर जस्तै लाग्छ कि त्यही भएर म यहाँ आउँछु। अनि हजुरहरूको नानी बाबुहरूलाई भर्खरै कखरा सिकाउन मन छ भने यो यहाँ छन् बुकहरू। अनि तपाईँहरू नायक सुब्बा पढ्नुहुन्छ भने पनि छ। अनि तपाईँहरू केमा यो के हो यो माध्यमिक तहको रहेछ। अनि किताबहरू हेर्छु मात्रै मैले धेरै चोर्दिनँ किनभने त्यहाँमाथि सिसिटिभी पनि छ। यहाँ किताबहरू मैले केही पनि गर्न पाउन्न। यहाँ हेर्नुहोस् तपाईँहरूले यो के पेनहरू छ अनि हाइलाइटरहरू छ। यस्तो हाइलाइटर खतरा हाइलाइटर छ। यो हाइलाइटर होइन क्या हौ हाइलाइट तर त्यो डबलवाला हाइलाइट रहेछ कि हातै गलाउँछ कि। अनि सानो मान्छे पऱ्यो कि यस्तै हुन्छ। मोबाइल ठुलो भयो मेरो यहाँ त सानो मोबाइल त अब के हो हेर्नुहोस् त। इङ्ग्लिस नेपाली तपाईँहरूलाई नेपाली इङ्ग्लिस डर लाग्छ भने नेपाली मान्छे हुनुहुन्छ भने तपाईँहरूले यो पढ्नु होला। अनि संविधान पनि छ यसमा। यो चाहिँ हरेक नागरिकले पढ्नुपर्छ यहाँ सबै नपढे पनि थोरै केही कुरा। यहाँ माथि नेपालको झन्डा नि छ किनभने हामी नेपाली हो नि त। हामी यो नेपालमा बसोबास गर्ने भइसकेपछि नेपालका हरेक संवैधानिक के भन्छन् त्यसलाई चिजहरूलाई अलिकति माया गर्न सिक्नुपर्छ क्या। म यस्तै बोल्छु। मलाई धेरै बोल्न पनि आउँदैन। आज म बाटोमा हिँडेर भिडियो बनाउन पाएँ नि त्यो एउटा पुस्तक पसललाई छोपेँ। अनि त्यसपछि दाइले मलाई नबनाऊ है भिडियो मेरो सार्वजनिक नगर भन्दै हुन्थ्यो। त्यही पनि जबरजस्ती मलाई कन्भिन्स गरी मैले भिडियो यस्तै छ साथीहरू। अब के गर्ने मेरो सुर्खेत जाने दिन पनि आइसक्यो। म सुर्खेत आउँदैछु। को हुनुहुन्छ नजिकको साथीहरूले मलाई भेट्नु होला। कति न सेलिब्रेटी जस्तो यस्तो भिडियो बनाएको देख्नुपर्छ। मलाई टुल्दीले कस्तो रिसाउँछ। अनि त्यसपछि एउटा कुरा मैले हिजो टिकटकमा 60 वटा टिकटक पोस्ट गरिदिन्छु। अनि मलाई बिहान भएको दिदी हेर्नु न कस्तो भएको छ लास्ट हात दियो कि 60 वटा टिकटक पोस्ट गरेँ। अनि मलाई कमेन्ट इनबक्स पनि मेसेज आइरहेको थियो। अनि त्यही कमेन्टहरूमा पनि के आइरहेको थियो। त्यो वास्तवमा किन गरेको भनेर सोध्नुहुन्छ भने तपाईँहरूले मैले किन गरेँ त्यो 2 वर्ष मैले टिकटक चलाइनँ नि त एकचोटि। अनि त्यो 2 वर्षको बिचमा बनाएको टिकटकहरू अब त्यो कसलाई देखाउने। मैले आफैले त हेरिसकेँ होइन। त्यही भएर मैले सबै 2 वर्षको अब अझै बाँकी छन्। मेरो टार्गेट चाहिँ 200 वटा भिडियो पोस्ट गर्ने थियो तर असफल भएँ म। साथीहरू मलाई गाली नगर्नु होला। म यस्तै छु। बरु मेरो भिडियो हेरेर रमाइलो आनन्द लिनु होला हाँस्नु होला एकछिन। तपाईँको बुढीसँग झगडा परेछ गर्लफ्रेन्ड बोयफ्रेन्डसँग झगडा भएछ मलाई मेरो भिडियो पठाइदिनु होला। किनभने मेरो एउटा केटा छ मैले जे गरेँ पनि केही भन्दैन। दिदी हाँस्नुहुन्छ। मैले जे गरेँ पनि के भन्दैन। मैले उसलाई के भन्छु हुन त छैन कि कोही पनि छैन मेरो छैन त। त्यो केटा सोच्नु होला फेरि यसको उस केटा रहेछ भने मेरो केटा छैन। म त्यस्तो केटा बनाउने मान्छे चाहिँ होइन।
होइन। अनि तर साथी चाहिँ बनाउँछु त्यस्तो। अब यस्तै छ। म अब भर्खर बच्चा हो के गर्ने अब के गर्ने साथीहरू। मेरो युट्युबबाट पैसा त आछ तर झिनो पैसा आछ कि त्यो पैसाले म न म निकाल्न सकिन्छ त्यो पैसा न मैले केही गर्न पाउँछु। तपाईँले मलाई किन यस्तो गर्नुभयो त्यति थोरै पैसा किन दिनुभयो बरु नदेवा हुन्थ्यो। मैले पैसा कमाए भयो मेरो भिडियोबाट भनिदिएको सब चकित छन्। होइन भने म तपाईँलाई स्क्रिनसट पनि पठाइदिउँला न। यस्तै छ जिन्दगी। मैले अब चोरेर भाग्छु मैले अनि यस्तो गरेर के उता हुनुहुन्छ होइन। बुकोर छन् कि राम्रो बुकोर छ भनेमा। अनि यस्तो छ बुकोर। मैले एउटा स्टेसनरी खोलेको है साथीहरू। स्टेसनरी खोलेँ मैले साथीहरू। तपाईँहरू पनि यो स्टेसनरीमा आएर मैले 2 जना स्टाफ राखेको छु यता काम गर्दै हुनुहुन्छ। साथीहरू बाई बाई। अब भेट्दै गरौँला केही छैन होइन। अब साझा भिडियो आउँछ यो डेली भ्लग त भन्छु। मन लागेपछि एउटै भ्लग कतिचोटि हालिदिन्छु। मन लागेन भने 5 दिनमा नि 1 दिन हाल्दिनँ। अनि टिकटकमा चाहिँ हेर्नु होला सबै भिडियो 60 वटा भिडियो छ अरे च्याउन मानेर हेर्नु होला केही छैन। उहाँ चाहिँ अब कन्टेन्ट हुनुहुन्छ। अरू यता स्टाफहरू छन् धेरै। त्यसैले तपाईँहरूले मेरो यो पुस्तक पसलमा कपीहरू किताबहरू किनेर सहयोग गरिदिनु होला। बाई बाई। अर्को भिडियो